हेलो साथीहरू नमस्कार सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ तपाईहरू आज चाहिँ म खाना बनाउँदैछु मेरो स्पेशल खाना बन्दैछ पनिर पालकको साग यो चाहिँ पनिर यता छ है यो चाहिँ पनिर यो चाहिँ पालकको साग कस्तो हुँदो रहेछ फर्स्ट टाइम म ट्राई गर्दैछु है साग मसिनो काटेर रेडी भइसक्यो अब यसलाई चाहिँ बोइल गर्ने हो यता प्याज टमाटर लसुन रेडी छ प्यानमा तेल गरम गरेर अब हल्का पनिरलाई रातो रातो बनाएर भुट्ने छु हल्का रातो मात्रै बनाउँछु निकाल्दिन्छु यसलाई धेरै पाके रातो हुन्छ हल्का टमाटरको चटनी पनि बनाउँदै थिएँ त्यही भएर बोइल गरिदिएको कि त्यसको खोस्टा चाहिँ ग्रान्डै हुँदैन अनि त्यही भएर यसमै साग पनि हालिदिन्छु पालकको साग प्याज ब्राउन पनि भइगयो अब मसला हालिदिन्छु त्यो पेस्ट अदुवा लसुन पेस्ट हालिदिएको हल्का कलर आउला जस्तो भयो पालक बोइल पनि गरिदिइसक्यो अब यसलाई चाहिँ मजाले ग्राइन्डर गर्नुपर्छ पालक ग्राइन्डर गरेर यस्तो दामी कलर आइगयो त पालकको त यो चाहिँ मटर पनि हल्का हालिदिएको ग्रिन पिस अनि मसला पनि पाकिगयो अब त्यो पालक चाहिँ एड गरिदिन्छु म यसमा हल्का चलाउनु पर्यो तल लाग्यो कि क्या हो ग्रेभी पनि मजाले पाकेछ अब यसमा चाहिँ पालक ग्राइन्ड गरेको चाहिँ हाल्नुपर्छ ग्राइन्डर गरेको पालक चाहिँ यसमा अब हालिदिन्छु म पालक हालिदियो अब मजाले यसलाई चलाएर एकछिन छोपिदिन्छु त्यस्तो भयो मेरो पालक चाहिँ हेर्दै नखाए पनि खाउँ खाउँ भइसक्यो कति बेला चाहिँ यो पाकेर पछि खाइहाल्नुपर्छ त्यो दामी भयो जापानको माइला दाइले के बनाउँछन् र त्यो भन्दा खतरा त मैले बनाउँछु नि है पनिर पनि हाल्यो पनिर चाहिँ थोरै भएछ दाइ अलिकति फाइनली पाक्यो मेरो पनिर पालकको साग पनि पाकेर रेडी हुँदैछ अब 5 मिनट यसलाई स्लो हिटमा चाहिँ पकाइदिन्छु है त्यसपछि खानाको लागि रेडी भयो मेरो पालक कस्तो छ कमेन्ट गर्नु है सबैजनाले रेडी भयो अब चाहिँ यसलाई म ग्यास बन्द गरिदिन्छु त्यसपछि एकछिन छोपेर अनि खाने हो खाना चाहिँ मेरो डिनर चाहिँ यही हो आज योसँग चाहिँ रोटी खानुपर्छ आज फर्स्ट टाइम पालक साग पकाएर थाक्यो आज त धेरै काम गरे जस्तो लाग्यो फाइनली पाकेर ग्यास पनि अफ गरिदिइसकेँ अब यसलाई चाहिँ एकछिन चिसो भएपछि रोटीसँग खानुपर्छ गाइस पारा